सुनौलो बिहान फेरि आउँछ। म बोल्न खोज्छु तर बाँधिएकी छु। शब्दहरू मनभित्र तडपिरहन्छ, तर मेरो आवाज धेरै पटक सलाइनको तपतप, बिरामीको सास र अस्पतालको सन्नाटनमै हराइदिन्छ। हजुरले कहिले देख्नु भएको छ भिजेका आँखाभित्र लुकेको त्यो मुस्कान जुन आफै रहिरहेकै बेला अरूलाई हाँस्न सिकाउँछ? उनी सधैँ हाँस्छिन्, तर त्यो हाँसोभित्र लुकेका हुन्छन् थपक्क पोखिएका हजारौँ पीडा, मौन आँसु, नदेखिने थकाइ र एक पीडामा बाँचिरहेको मुटु धड्किरहन्छ चुपचाप। हो, म अस्पतालको त्यो कुना हुँ जहाँ मृत्युको छायामा जिउन सक्ने आशा पलाउँछ कोही देख्दैनन्, तर म त्यही कुनामा एक्लै बसेर सयौं सासहरूको रक्षा गर्छु। मेरो नाम न इतिहासमा लेखिन्छ, न समाचारको शीर्षक बन्छ, न पदक वा तालीमा सजिन्छ, तर म त्यही पात्र हुँ जो मौनताभित्र जीवन बाँडिरहेको हुन्छ। सुईको चिसो स्पर्श भन्दा पहिला म भरोसाको स्पर्श दिन्छु। घाउको मलमसँगै म आफ्नै सपनाहरू सिउँदै थकाइ लगाउँछु। ए सिस्टर, औषधि दिने होइन? यत्रो बेर कति लाग्छ? यी आवाजहरू रोजगारको होइन, गहिरो सेवाको हिस्सा बन्दछ, तर कहिले कसैले सोध्दैनन्, नानी आज तिमीले केही खाएकी छौ? आज कि तिमी रेस्ट गर्न पायौ? म निशब्द हुन्छु। न मसँग ओहोदा छ न तामझाम, तर हरेक धड्कनसँग म युद्ध गर्दैछु। म बाँच्न सिकाउँछु, तर भित्रभित्रै आफै मर्दै जान्छु। म त्यो हात हुँ जसले औषधि मात्र होइन भरोसा दिन्छ। म त्यो आँखो हुँ जसले पीडामाथि शान्तिको सङ्केत कोर्छ। म त्यो मन हुँ जो हजारौँ पीडा स्पर्श गर्छ, तर कहिले आफूलाई गन्न जान्दैन। म मुस्कान लिएर हिँड्छु, तर कसैले देख्दैन कति आँसुले छोपिएका छन् गाला। कति पल एक्लै कुर्सीमा बसेर आफूलाई सम्हालेकी हुन्छु र फेरि उठ्छु। आज त सुधार भयो होला नि भनेर मुस्कुराउँछु, बुढा बाको याद गर्दै जसलाई मैले हिजो औषधि दिएकी थिएँ र जीवनको आशा बाँडेकी थिएँ। छोरी, चाँडै घर आऊ है। आमा बाबाको त्यो आवाज सम्झिन्छु, तर निशब्द हुन्छु, किनकि म त बाँचिरहेकी हुन्छु कसैको सासभित्र। तर के म दुखी छु? छैन। म थाक्न सक्छु तर थिचिन्न। म चुप हुन सक्छु तर टुट्दिनँ। म गर्व गर्छु म नर्स हुँ, त्यो पात्र जसले हरेक रात सुनौलो बिहान फेरि आउँछ भन्ने आशामा आफ्नो कर्तव्य पुरा गरिरहेकी हुन्छे। धन्यवाद।